नमस्कार। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 155 को सुविधा भन्नाले के बुझिन्छ भन्ने कुरा यहाँहरू समक्ष मैले प्रश्नमा गइरहेको छु। 155 मा के भनिएको छ भने कैद बापत रकम तिर्न सकिने भनेको छ। त्यसमा चाहिँ कानुन बमोजिम 1 वर्ष वा 1 वर्षभन्दा कम कैदको सजाय हुने, कुनै कसुरमा पहिलो पटक कसुरदार ठहरी कैदको सजाय भएको कसुरदारलाई अदालतले कैदमा राख्नुको सट्टा त्यस्तो कैद बापत रकमले कैदबाट छाडिदिन उपयुक्त ठहर्याएमा त्यस्तो रकमले कैदमा बस्नु नपर्ने गरी आदेश दिन सक्नेछ। यो भनेको चाहिँ के हो भने 1 वर्ष वा सोभन्दा कम कैद सजाय भएको कसुरदारलाई कैद भुक्तान गर्न नसक्ने अथवा नपर्ने अवस्था रहेको छ भन्न खोजेको। यो चाहिँ केही सर्टेन अमाउन्ट तिरेर कैद भुक्तान नगरिकन अदालतको शर्त बमोजिम अदालतले दिए बमोजिम आदेश दिए बमोजिम यहाँहरूले चाहिँ पैसा तिरे बापत यहाँहरू कैद भुक्तान गर्न पाउनुहुनेछ भन्न खोजेको हो। त्यस्तै आदेश दिनुअघि अदालतले आदेश दिनुअघि व्यक्तिलाई कुनै प्रकारको कसुर नगरी राम्रो आचरण पालन गर्नेछु भन्ने बेहोराको कुनै प्रकारको कसुर नगरी राम्रो आचरणको पालना गर्नेछु भन्ने कागज समेत गराउनु पर्नेछ। रकम तिरी कैद बस्नु नपर्ने गरी आदेश भएको कसुरदारले अदालतले रकम तिरी कैद बस्नु नपर्ने भन्ने बापतको रकम बुझाउँदा 1 दिन कैदको 300 रुपैयाँका दरले रकम बुझाउनु पर्नेछ। 1 दिन बापतको तपाईँले चाहिँ कति दिनुपर्नेछ भने 300 रुपैयाँको दरले रकम बुझाउनु पर्नेछ। जस्तो 1 वर्ष भयो भने अथवा 1 वर्षभन्दा कम जस्तो 11 महिना भयो भने 11 महिनाको 1 महिनाको चाहिँ त्यसमा नि 1 दिन बराबर के हुन्छ 300 इन्टु 1 दिन गरेर अनि त्यस पछाडि 1 महिनाको अनि 11 महिनाको गरेर यहाँहरूले बुझाउनु पर्नेछ। रकम नेपाल राष्ट्र ब्याङ्कमा भाउचर बापत यहाँहरूले बुझाउनु पर्नेछ र त्यो भाउचर लगेर चाहिँ यहाँहरूले चाहिँ सम्बन्धित अदालतमा लगेर पेस गर्नुभयो भने चाहिँ यहाँ चाहिँ कैद भुक्तान हुन पाउनुहुनेछ। कैद बस्न छुट भएको व्यक्तिले त्यसरी छुटेको मितिले 3 वर्षभित्र यसरी चाहिँ अदालतले आदेश दिए बमोजिम चाहिँ कैद भुक्तान भएको व्यक्तिले 3 वर्षभित्र कैदको सजाय हुने कुनै कसुर गरेमा फेरि कैदको सजाय हुने कुनै कसुर गरेमा चाहिँ निजलाई पहिले जस्तो निजले चाहिँ पुनः 3 वर्षभित्रमा चाहिँ कैद भुक्तान गर्नुपर्ने कार्य गरेमा कसुर गरेमा पहिले भएको फैसला बमोजिमको कैद समेत थपी सजाय कार्यान्वयन गर्नु पर्नेछ। यसमा चाहिँ पहिला भएको कैद सजाय प्लस फेरि 3 वर्षभित्र गरेको कसुरको सजाय थप गरी दुवै सजाय चाहिँ सम्बन्धित व्यक्तिले चाहिँ कसुरदारले चाहिँ कैद भुक्तान गर्नुपर्नेछ। 1 वर्ष वा 1 वर्षभन्दा कम कैदको सजाय पाए थुनामा कैदमा रहे बसेको विदेशी नागरिकको हकमा चाहिँ कैदको सट्टा रकम तिरी कैदबाट छुटकारा पाउन निवेदन दिएमा विदेशी नागरिकले 1 वर्ष वा 1 वर्षभन्दा कम कैदको सजाय पाई थुना वा कैदमा रहे बसेको विदेशी नागरिकले कैदको सट्टा रकम तिरी कैदबाट छुटकारा पाउन निवेदन दिएमा अदालतले चाहिँ दफा 159 को उपदफा 4 बमोजिम भनेको चाहिँ के हो भने दफा 159 फौजदारी कार्यविधि संहिताको दफा 159 को उपदफा 4 मा चाहिँ के लेखेको छ भने भ्रष्टाचार गर्नु भएन, भ्रष्टाचारमा पर्नु भएन, यातना दिनु भएन, यातना दिएर मान्छेलाई चाहिँ कसुर गरेको हुनु भएन, जबरजस्तीकरणी गरेको हुनु भएन, क्रूर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको हुनु भएन। त्यसको चाहिँ फेरि त्यो क्रूरभित्र चाहिँ के पर्ने अमानवीयभित्र के पर्ने गर्दछ भने तेजाब वा अन्य ज्वलनशील पदार्थ प्रयोग गरी ज्यान मारेको वा अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुर्याएको हुनु भएन, राति हत्या गरेको हुनु भएन, विस्फोटक पदार्थ प्रयोग गरी कसुर गरेको हुनु भएन, अपहरण, शरीर बन्धक वा व्यक्ति बेपत्ता पारेको हुनु भएन,
मानव बेचबिखन तथा ओसार पसार गरेको हुनु भएन, सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर लागेको हुनु भएन, 3 वर्षभन्दा बढी कैद सजाय हुने लागु औषधको ओसार पसार वा कारोबार गरेको हुनु भएन, विदेशी नागरिकको हकमा त्यो हुनु भएन। यति चाहिँ कसुर गरेको छैन भने उहाँले चाहिँ विदेशी नागरिकले, उहाँले भन्दाखेरि विदेशी नागरिकले चाहिँ कसुर बाहेक अन्य कसुरका यी के अरे 10वटा कसुर बाहेक अन्य कसुरका कसुरदारलाई कैद सजाय बापत प्रतिदिन उहाँलाई चाहिँ विदेशीको नागरिकको हकमा चाहिँ प्रतिदिन 500 रुपियाँका दरले हुन आउने रकम एकमुष्ट तोकी 500 रुपियाँको दरले हुन आउने रकम एकमुष्ट तोकी, जस्तो 1 वर्षको कैद सजाय छ भने 1 वर्ष इन्टु 500 का दरले एकमुष्ट तोकी त्यस्तो रकम बुझाएमा बाँकी अवधि कैदमा बस्नु नपर्ने गरी आदेश दिन सक्नेछ, अदालतले आदेश दिन सक्नेछ। यो चाहिँ कैद भुक्तान गर्नु परेन, यसमा चाहिँ पैसा एकमुष्ट रकम चाहिँ अदालतको आदेश बमोजिम चाहिँ उहाँले चाहिँ के अरे ब्याङ्कमा जम्मा गरेमा चाहिँ उहाँलाई चाहिँ अदालतको आदेश बमोजिम चाहिँ कैद भुक्तान गर्न पाउनेछ। आदेश दिँदा अदालतले यस्तो कसुरमा चाहिँ अदालतले आदेश दिँदा चाहिँ त्यस्तो व्यक्तिलाई 7 दिनभित्र, त्यस्तो व्यक्तिलाई विदेशी नागरिकलाई 7 दिनभित्र नेपाल बाहिर पठाउने, 7 दिनभित्रमा चाहिँ विदेशी नागरिकको हकमा चाहिँ 7 दिनभित्रमा चाहिँ नेपाल बाहिर पठाउने आदेश दिनुपर्नेछ, नेपाल बाहिर पठाउनु पर्ने आदेश दिनुपर्नेछ। र अध्यागमन कार्यालयले, नेपालको अध्यागमन कार्यालयले अदालतको आदेश बमोजिम त्यस्तो व्यक्तिलाई नेपाल बाहिर पठाउनु पर्नेछ। अदालतले अध्यागमन कार्यालयलाई आदेश दिने गर्दछ र अध्यागमनले नेपाल बाहिर त्यस्तो व्यक्तिलाई चाहिँ नेपाल बाहिर 7 दिनभित्रमा पठाउनु पर्नेछ। प्राप्त भएको रकमको जसरी त्यो कैद भुक्तान बापत उहाँहरूले चाहिँ जम्मा गर्नुभएको रकमको चाहिँ 50% रकम चाहिँ कानुन बमोजिम खडा भएको पीडित राहत कोषमा जम्मा गर्नुपर्नेछ। जस्तो सम्बन्धित निकायको पीडित राहत कोष खडा गरिएको छ, त्यसमा चाहिँ 50% रकम चाहिँ त्यो राहत कोषमा चाहिँ जम्मा गर्नुपर्नेछ। रकम तिरेमा कसुरदारले कैद भुक्तान गरेको मानिन्छ। जस्तो यसरी रकम तिरेमा चाहिँ जस्तो नेपाली कसुरदारको हकमा चाहिँ के भयो भने 300 रुपियाँ तिर्ने र विदेशी कसुरदारको हकमा चाहिँ 500 रुपियाँ तिर्ने। के अरे कैद भुक्तान बापत तिरेको रकमलाई चाहिँ के भनिने रहेछ भने कैद भुक्तान गरेको मानिने गर्दछ। कैदबाट छुटेको व्यक्तिको कैदको लगत कैद भुक्तान हुने अवधिसम्मका लागि कायम रहनेछ र निस्ले जस्तो अवधि 1 वर्ष रहेको छ भने चाहिँ त्यो कैद भुक्तान हुने अवधिसम्म चाहिँ लागु हुनेछ। जस्तो उहाँले रकम तिरेर कैद भुक्तान गरे तापनि उहाँको कैद भुक्तानको अवधि चाहिँ जस्तो 1 वर्षको कैद सजाय छ भने चाहिँ 1 वर्षकै हुनेछ। जस्तो उहाँले चाहिँ फेरि पुनः चाहिँ कसुर नगरी राम्रो आचरण पालन गर्नेछु भन्ने एउटा कागज गरेको छ नि, कुनै प्रकारको कसुर नगरी राम्रो आचरण पालन गर्नेछु भन्ने बेहोराको कागजमा चाहिँ उहाँले साइन गरेको हुन्छ। त्यो विपरीतको काम गरेमा अनि अर्को चाहिँ के हुन्छ भने 3 वर्षभित्र कैदको सजाय हुने कुनै कसुर गरेमा 3 वर्षभित्र चाहिँ कैद सजाय हुने कुनै कसुर गरेमा निजलाई भएको फैसला बमोजिम कैद समेत थपी कार्यान्वयन गर्नुपर्नेछ। यो चाहिँ त्यो प्रतिकूलको चाहिँ आचरण र कसुर गरेमा अदालतले जुनसुकै बखत 3 वर्षभित्रमा गरेमा चाहिँ यस दफा बमोजिमको आदेश रद्द गर्न सक्नेछ। जस्तो अदालतले आदेश दिएर कैद भुक्तान बापत चाहिँ रकम जम्मा गरेको थियो नि, त्यो व्यक्तिहरूलाई चाहिँ फेरि पुनः जुनसुकै बखत यस दफा बमोजिम आदेश रद्द गर्न सक्नेछ। आदेश रद्द भएकोमा त्यस्तो कसुरदारले निजलाई भएको पुरै सजाय कैदमा बसी भुक्तान गर्नुपर्नेछ। त्यस्तो सजाय चाहिँ पुरै बसी अदालतले जति आदेश दिनुहुन्छ त्यसमा चाहिँ रकम बुझाएर हुँदैन। रकम चाहिँ यहाँहरूले चाहिँ
के अरे रकम जम्मा गरेर हुँदैन, रकम जम्मा गर्न पाइँदैन। यो चाहिँ कसुरदारले चाहिँ पुरै सजाय जति अदालतले तोकेको हुन्छ पुरै सजाय चाहिँ कैद भुक्तान गरी अनि पुरै आफ्नो कसुरलाई चाहिँ कैद भुक्तान बापत नै भुक्तानी गर्नुपर्ने हुन्छ। आजलाई यति नै, धन्यवाद, नमस्कार।